हरेक पटक यो घटना सुन्दा अचम्म लाग्छ। यो एक सत्य घटना हो। मैले पावललाई भेटेको पहिलो क्षण याद आउँछ। त्यो 1947 थियो र मैले भर्खरै बोलिभिया दक्षिण अमेरिकाका वनहरूमा प्लेन उडाएर आएको थिएँ। एउटा सानो जङ्गलको भागमा प्लेन ल्यान्ड गरेपछि एउटा केटो पसिना चुहाउँदै खाली खुट्टामा कुद्दै आयो। मैले उनलाई उठाएँ र पाइलटको सिटमा राखिदिएँ। उसले सबै यन्त्रहरू र औजारहरू चलाउन थाल्यो र उसले भन्यो, म ठुलो भएपछि मिसनरी पाइलट हुन चाहन्छु। त्यो बेला पावल 7 वर्षको मात्र थियो, तर मिसनरी हुनको लागि व्यक्तिगत मूल्य चुकाउनु पर्ने भनेर उसले सिकिसकेको थियो। उसका बाबुआमाहरू न्यू ट्राइब्स मिसनका प्रथम मिसनरीहरू मध्येका थिए। उनीहरूको लक्ष्य चाहिँ आर्य भनिने एक खतरनाक जातिहरूलाई भेटाउनु, उनीहरूको भाषा सिक्नु र उनीहरूलाई बाइबल सिकाउनु थियो। त्यही क्रममा पावलका बुवा, अङ्कल र अरू 3 व्यक्तिहरू आर्यद्वारा मारिए। त्यो 1943 को कुरा थियो। साँच्चै पावल बढेपछि एक मिसनरी पाइलट बने। उनले दुर्गम ठाउँहरूमा मिसनरीहरू र चाहिए सामग्रीहरू पुर्याउँथे र चाहिए अनुसार उपचारको लागि आकस्मिक उडान गर्दथे। तपाईँले सुन्न लाग्नुभएको घटना त्यस्तै एउटा यात्रामा घटेको थियो। आज म बाइबलको एउटा खण्ड दोस्रो इतिहास 20 अध्याय हेरेर सुरु गर्न चाहन्छु। यहुदाको राष्ट्र समस्यामा थियो। हामीमध्ये धेरैजना चाहिँ हामी शत्रुहरूको सामना गर्छौँ र हामी सबैको एउटै शत्रु छ, परमेश्वरको शत्रु। यहुदाको लागि त्यो शत्रु ज्यादै ठुलो थियो र उनीहरूले त्यही गरे जुन हामी पनि गर्छौँ। उनीहरूले भने, हे हाम्रा परमेश्वर, के तपाईँ तिनीहरूलाई न्याय गर्नुहुन्न? किनभने हाम्रो विरोधमा आइरहेको त्यस ठुलो भिडलाई सामना गर्न हामीसित सामर्थ्य छैन, न हामीले के गर्नुपर्ने हो सो नै जान्दछौँ। तर हाम्रा आँखाहरू तपाईँमाथि लगाइएका छन्। 1985 को अक्टोबरमा हामी जुन परिस्थितिमा थियौँ त्यो बेला हामीलाई पनि यस्तै लागेको थियो। टिम र बन्नी दक्षिण पूर्वी जङ्गलमा पुइनावे इन्डियनहरूसँग काम गरिरहेका जवान मिसनरी जोडी थिए। उनीहरू त्यहाँ 3 वर्षदेखि थिए। उनीहरूले भाषा सिकिसकेका थिए र त्यो समयमा त्यो जातिको आफ्नै भाषामा उनीहरूलाई येशू ख्रिस्टको सन्देश सुनाउने सौभाग्य उनीहरूले पाइरहेका थिए। उनीहरूले उत्पत्तिबाट सुरु गरेर जग निर्माण गरिसकेका थिए र ख्रिस्टको जीवन, ख्रिस्टको मृत्यु र बौरी उठाइ सिकाइसकेका थिए र त्यो उनीहरूको कटनीको समय थियो। म त्यहाँ जान मन पराउँथे किनकि जति म त्यहाँ जान्थे टिमले नयाँ विश्वासीहरूको गवाही मलाई सुनाउँथे। क्याप्टन अल्बर्टोले भने, टिम, कसरी परमेश्वरले हेर्दा हेर्दै आफ्नो पुत्र मारिन दिनुभयो होला? म बुझ्नै सक्दिनँ। तपाईँ र म त्यसो गर्ने थिएनौँ। यदि कसैले हाम्रो छोरालाई मार्न गइरहेको छ भने त हामी उनीहरूलाई रोक्न खोज्ने थियौँ र परमेश्वरसँग त झन् रोक्ने क्षमता थियो। तर परमेश्वरले आफ्नो पिठ्यौँ फर्काउनु भयो। त्यसले मलाई मेरो पाप कति भयानक छ र परमेश्वरले मलाई कति प्रेम गर्नुहुन्छ भन्ने कुरा देखाउँछ। त्यसैले तपाईँ देख्न सक्नुहुन्छ किन टिम र बन्नी लागिरहन चाहन्थे। योभन्दा 30 दिन अगाडि मैले टिम र बन्नीलाई दिउँसोतिर प्लेनमा ल्याएको थिएँ र ती इन्डियनहरू आए र भने, टिम, 35 जना गोरिल्लाहरू यहाँ आएर गए। र मैले भने, टिम, तिमीलाई के लाग्छ? उनीहरू नजिक आउँदैछन्। उनले भने, पावल, यहाँ परमेश्वरले ठुलो काम गर्दै हुनुहुन्छ। अझै धेरै सिकाउन बाँकी छ। उनकी पत्नी बन्नीले भने, कुनै दिन यी गोरिल्लाहरूको सामना गर्नु परे तापनि ठिक छ, हामी यही रहन्छौँ। जब तपाईँसँग प्रभुको काममा समर्पित यस्तो जोडी हुन्छ तब प्रभुको सेवा गर्नु र उनीहरूलाई सक्दो मद्दत गर्नु मेरो साँचो आनन्द थियो। अक्टोबर 4 को दिनमा टिम बिरामी भए। के ज्वरो आइरहेको छ? म गएर आराम गर्नु पर्ला।
के सबै ठिक छ? मलेरिया लागे जस्तो छ। टिमकी पत्नीलाई टिम जत्तिकै त्यहाँको भाषा आउँदैन थियो। यसकारण उनले आफ्नो समय भाषा अध्ययन गर्न बिताइन् र जसरी हामी अध्ययन गरेर थाक्छौँ र ज्यान तन्काउन चाहन्छौँ, उनले पनि त्यसो गर्दै गर्दा 6 जना गोरिल्लाहरू उनको घरतर्फ आइरहेका जालबाट देखिन्। ओहो टिम, गोरिल्लाहरू यहाँ छन्, हामी के गर्ने? उनीहरूसँग हात हतियार थियो। उनीहरूसँग मेसिन गन, बम र अटोमेटिक पिस्तोलहरू पनि थिए। उनीहरूले हात माथि गरेर घर बाहिर आउन लगाए। उनीहरू दुवैजना हात माथि उठाएर निस्के। 2 जनाले उनीहरूतिर बन्दुक देखाइरहे भने 4 जना चाहिँ घरको खोज तलास गर्न थाले। उनीहरूलाई चाहिए जति सबै कुरा भेटेपछि उनीहरू बाहिर निस्के। टिम बिरामी भएको कुरा उनीहरूलाई थाहा पायो, त्यसैले उनलाई घरभित्र जान दिए र त्यही बन्दी बनाएर राखे। सामान्यतया सबै ठाउँको स्टेसनमा हाम्रो सम्पर्क हुन्छ भन्ने कुरा गोरिल्लाहरूलाई थाहा भयो, त्यसैले उनीहरू त्यहाँ गएर घरभित्र पसे र बन्दुक देखाउँदै भने, टिम, तिमीले प्लेन बोलाएको हामी चाहन्छौँ। तिमी बिरामी छौ र तिमी हस्पिटल जानुपर्छ भनेर भन र हामीले भनेको सबै कुरा भन्नु, नत्र भने तिमीहरूलाई गोली हानेर चिललाई खुवाइदिन्छौँ। अनि उनले सोचे, म पावललाई बोलाउन सक्दिनँ, त्यो त उनलाई पासोमा बोलाए जस्तै हुन्छ। त्यसपछि उनले सोचे, हो त, हामी त्यहाँ झन्डा हल्लाउँदै सबै ठिक छ भन्ने सङ्केत दिन हुने छैन र उनले ल्यान्ड गर्ने छैनन्। त्यो कुराले उनलाई गोरिल्लाहरूले भनेको कुरा गर्न स्वतन्त्रता दियो। हामी तिम्रो लागि के गर्न सक्छौँ? मेरी, म बिरामी छु। मलेरिया लागे जस्तो छ। मलाई प्लेन चाहिएको छ। ठिक छ, हुन्छ, हामी प्लेन तिमी कहाँ पठाइहाल्नेछौँ। हामीले गर्न सक्ने अरू केही छ? छैन, त्यति नै हो। हे परमेश्वर, म ज्यादै भयभीत छु। हामीलाई तपाईँको सहायता चाहिएको छ। हे प्रभु, विगतबाट मलाई थाहा छ र भविष्यमा पनि त्यो सत्य ठहरिन्छ कि तपाईँ सधैँ साथमा हुनुहुन्छ जब परिस्थितिहरू असम्भव देखिन्छन्। त्यसो भए स्टिभ पनि तिमीसँगै जाँदैछन् अन्तिम जाँचको लागि। ठिक छ, हुन्छ पावल। स्टिभ एक नयाँ पाइलट थिए जो आएको 2 महिना मात्रै भएको थियो। म बिदामा घर गएको बेला उनले मेरो स्थान लिनेवाला थिए। स्टिभलाई पठाउने कि नपठाउने भन्ने कुरामा मेरो हृदयमा शान्ति थिएन र मलाई थाहा छैन किन मैले उनलाई कुनै दिन तिमी एक्लै जानुपर्छ भनेर भने। तर मैले सोचेँ, म अझै एकपटक उनीसँग जानेछु। आज एउटा ठाउँमा बाइबल अध्ययन छ, त्यसकारण म मेरो बाइबल र नोटहरू लानेछु र स्टिभले प्लेन उडाइरहेको बेलामा म बाइबल अध्ययनको लागि तयारी गर्नेछु। पिता, यो नयाँ दिनको लागि तपाईँलाई धन्यवाद दिन्छु। धन्यवाद पिता कि टिम र बन्नीलाई लिन जाँदै गर्दा बनिरहेका निर्णयको लागि हामी तपाईँसँग बुद्धि र समझ माग्न सक्छौँ। टिमलाई तपाईँको हातमा राख्छौँ जो बिरामी छन् प्रभु। हामी प्रार्थना गर्छौँ कि उनको हृदयमा हौसला दिनुहोस् र उनी कहाँ हामी चाँडै पुगी उनलाई सहायता पुर्याउन सकौँ। येशूको नाममा आमेन।
हामी गाउँको नजिक आउँदा स्टिभले भने, पावल आँधी आउँदैछ। मैले हेरेँ र देखेँ कि आकाश अँध्यारो थियो, बिजुली चम्किरहेका र रुखहरू हल्लिरहेका थिए। मैले भने, ल ल्यान्ड गरौँ। सामान्यतया हामी गाउँको चक्कर मार्थ्यौँ र परिस्थिति ठिक भएको अवस्थामा टिम र बन्नीले आफ्ना झन्डाहरू हल्लाएपछि मात्रै हामी ल्यान्ड गर्थ्यौँ। तर हामीले सोच्यौँ यदि टिम बिरामी छन् र हस्पिटल जानुपर्छ भने छिट्टो ल्यान्ड गरौँ, उनलाई प्लेनमा ल्याउँ र आँधी आउनुभन्दा अघि नै हिँडौँ। यसकारण सबै ठिक छ कि भनेर हेर्न गाउँको चक्कर मार्नुको सट्टा हामीले ल्यान्ड गऱ्यौँ। र मैले स्टिभलाई भने, स्टिभ तिमीले उडानको विषयमा सिकेका सबै कुराहरू आज अभ्यासमा ल्याउनुपर्छ। र स्टिभले राम्ररी ती कुराहरू गरे। रनवेमा प्लेन लाँदै गर्दा मैले थाहा पाएँ कि वरिपरि कोही पनि थिएन। सकेसम्म त्यहाँ धेरै नानीहरू प्लेन हेर्न आउनुपर्ने हो, तर त्यो दिन कोही पनि थिएनन्। स्टिभले प्लेनको मोटर बन्द गर्दै गर्दा मैले भने, स्टिभ केही ठिक छैन, कोही पनि छैनन् त। उनीहरू आउँदैछन्, ओहो गोरिल्लाहरू। अनि मैले हेरेँ गोरिल्लाहरू आफ्ना मेसिन गनहरू भिरेर कुद्दै आइरहेका थिए। एकजना यतापट्टिबाट आए, अर्को पछाडिबाट आए, अर्को उतापट्टिबाट आए। अमेरिकन हो? हजुर। त्यसो हो भने तिमीहरू देशका शत्रुहरू हो। अब चाहिँ तिमीहरू हाम्रा बन्दीहरू हो, बाहिर निस्कि। यस्तो अवस्थामा तपाईँ के गर्नुहुन्थ्यो मलाई थाहा छैन, तर मेरो पेट भयो र मैले सोचेँ, हत हामी कस्तो फसादमा पर्यौँ। जे भए पनि हामी प्लेनबाट तल ओर्ल्यौँ र स्टिभले चाहिँ आफ्ना हातहरू माथि उठाए, तर मैले उठाउन खोज्दा सक्दै सकिनँ। मेरो पेट कसिलो भएको थियो र मेरो सबै शक्ति सकिएजै भयो। उसले चिच्याएर भन्यो, हात माथि गर। मैले सोचेँ तपाईँलाई गोली हान्न मन छ भने हान्दा हुन्छ, तर म मेरो हात उठाउन सक्दिनँ। मैले बलको लागि र उनीहरूलाई कसरी उत्तर दिने भनेर प्रभुलाई मद्दत मागेँ र प्रभुले मलाई बल दिनुभयो र म फेरि सोच्न सक्ने भएँ। अब के होला भन्दै सोच्दै गर्दा एउटा गोरिल्लाले भने, एउटा समस्या छ, यदि त्यो सुल्झाउन मद्दत गर्यो भने तिमीलाई छोडिदिनेछौँ। मैले भने, के समस्या छ? उनले भने, तिमीले हामी मध्ये 2 जनालाई अर्कोतिर लगेको हामी चाहन्छौँ। कहाँ जानुपर्ने हो? कहाँ जान्छौ तँलाई के मतलब? छिटो हिट। हामी कहाँ जाँदैछौँ भन्ने कुरा थाहा हुनुपर्छ, नत्र भने हामीसँग पर्याप्त इन्धन नहुन सक्छ। कति इन्धन छ? 2 घन्टाको लागि छ। पुग्छ। हामी अहिले जान सक्दैनौँ, मौसम खराब छ। हो, पानी पर्ला जस्तो छ। त्यो आधी रनवेसम्म आइपुगेको थिएन, तर रनवेको उतापट्टि झरी परिरहेको थियो। उनी त्यसको विषयमा चिन्तित थिएनन्। म गएर टिम र बन्नीलाई भेट्न चाहन्थे, तर उनले मलाई त्यसो गर्न दिएनन्। त्यसैले उनले मलाई गन देखाउँदै भित्र चिर छिटो हिँड र जाउँ भने। म प्लेनभित्र छिरेँ र उनी मेरो छेउमा बसे र अर्को गोरिल्ला मेरो पछाडि। मैले चाबी झिक्नै आँटेको थिएँ, तर जब एउटा विचार आयो, पावल त्यो पछि काम लाग्न सक्छ। त्यसैले मैले स्टिभलाई बोलाएर भने, स्टिभ चाबी दिनुहोस् त। स्टिभले चाबी झिकेर दिए। उनले तपाईँसँग चाबी छ त भनेनन्। उनले मात्र चाबी निकाले र आएर मलाई दिए र त्योद्वारा मलाई लाग्छ हामीसँग अरू चाबी छैन भनेर गोरिल्लाहरूले सोचे। पछि भेटौँला। सुरुमा के गर्ने? पिता, म तपाईँलाई धन्यवाद दिन चाहन्छु। यो दिन प्रार्थना गर्दैछ? कृपया हो। सहायता गरिदिनु। छेउपट्टिका गोरिल्लाले भने, अब जाउँ। मैले भने, एकछिन, प्लेन उडाउनु भन्दा अघि प्रार्थना गर्ने मेरो बानी छ। उनले भने, छिट्टो। तर प्रार्थना गर भने जस्तो लागेकोले मैले शिर झुकाएँ र स्पेनिस भाषामा प्रार्थना गरेँ। मैले उडान र त्यसपछि हुने सबै कुरा प्रभुको हातमा सुम्पिदिएँ। हामी उड्दै गर्दा ती मानिसले भने, प्लेनलाई 280 डिग्रीमा उडा। मैले भने, ठिक छ। मैले प्लेनलाई 280 डिग्रीमा मोडेँ र मैले थाहा पाएँ कि उनले मेरो कम्पास र हामीदेखि टाढिँदै गएको नदीलाई हेरिरहेका थिए र चाँडै नै उनी मदेखि रिसाएर मलाई भने, तिमीले कहाँ लाँदैछौ? मैले भने, 280 डिग्रीमा लानु भन्नुभयो, मैले त्यतै लगिरहेको छु। उनले आफ्नो कम्पास खल्तीबाट निकाले र प्लेनको कम्पाससँग मिल्छ कि मिल्दैन भनेर हेरे र त्यो उस्तै थिएन। प्लेनमा भएका धातुका वस्तुहरूको कारणले प्लेनको कम्पास छुट्टै तरिकाले मिलाउनु पर्छ भन्ने कुरा उनलाई थाहा भएन। त्यसैले उनी झन रिसाए किनकि उनको कम्पास प्लेनको सँग मिलेन। उनी रिसाउँदै गर्दा मैले भने, एकछिन
यदि हामी यो जङ्गलभरि यसरी नै घुमिबस्यौँ भने यो धेरै आवाज निकालिरहेको मोटर इन्धन सकिएर ज्यादै शान्त हुनेछ। उनलाई डर देखाउन यति भनेर पुगिहाल्यो। मैले नक्सा निकालेँ र भने, हेर्नुहोस् हामी यहाँ छौँ, म तपाईँहरूलाई कता लगाउँ? उनले नक्सा हेरे र भने, ठ्याक्कै यी दुई नदीहरू मिल्ने ठाउँमा लैजाऊ। मैले भने, हुन्छ। हामी खराब मौसमभित्र पस्यौँ र पानी परिरहेको थियो र केही देखेनौँ र करिब 1 घन्टापछि हामी वर्षा बाहिर निस्क्यौँ र ठ्याक्कै ती दुई नदी मिल्ने ठाउँमा आइपुग्यौँ। उनले त्यो हेरे र मुस्कुराए। अब उनी कहाँ छन् भनेर उनलाई थाहा भयो। त्यसपछि उनले मलाई हेर्दै भने, तिमीहरू किन हामीदेखि डराउँछौ? मैले भने, म तपाईँहरूदेखि होइन तर ती गहनहरूदेखि पो डराउँछु। उनले भने, हामी असल मानिसहरू हौँ। मैले मनमा नै सोचेँ, आश गरौँ। हामी अघि बढ्दै गयौँ र 15 मिनटपछि हामी प्लेन ल्यान्ड गर्ने ठाउँमा आइपुग्यौँ, जुन एउटा नदीको नजिकै थियो। त्यो नदी र रनवेको बिचमा घरहरू थिए। मैले प्लेन रनवेमा कुदाएँ र हामी त्यहाँ आइपुगेपछि उनले भने, प्लेन जङ्गलभित्र लग। त्यहाँ जङ्गलमा रुखहरू काटेर एउटा ठाउँ बनाइएको थियो। यो प्लेन त्यहाँ अट्न सक्दैन। अट्छ, हामीले यो पहिले पनि गरेको हो। मैले भने, मलाई प्लेनको मोटर बन्द गर्न दिनुहोस् र म गएर प्लेन त्यहाँ अट्छ कि अट्दैन हेर्नेछु। उनले भने, हुन्छ। उनले चाबी लिए। म प्लेन बाहिर निस्केँ र त्यहाँ अरू 15 जना गोरिल्लाहरू थिए। म गएँ र त्यो ठाउँ हेरेँ। त्यहाँ खाल्डाहरू र माटो थियो अनि पखेटाले छोलाजे गरी रुखहरू नजिक थिए। म फर्केँ र भने, त्यहाँ प्लेन अट्दैन? उनले भने, अट्छ। प्लेन छिराउँछस् कि गोली हानिदिउँ? म प्लेनमा छिरेँ र उनले मलाई चाबी दिए। मैले इन्जिन चालु गरेँ र होसियारीपूर्वक प्लेनलाई त्यो ठाउँमा लगेँ। हामी करिब 200 मिटर जङ्गलभित्र गयौँ। मैले मोटर बन्द गरेँ र हामी बाहिर निस्क्यौँ। उनले मबाट चाबी लगे र बाँकी गोरिल्लाहरूले चाहिँ प्लेनलाई धकेल्दै कुनामा लगे। उनले एउटा गोरिल्लालाई भने, उसलाई तिम्रो जिम्मामा सुम्पिन्छु, भाग्न नपाओस्। अर्कोले भने, चिन्ता नलिनुहोस्। त्यहाँ भएको एक जवानले भने, आओ मलाई पछ्याऊ। मैले भने, के म प्लेनमा भएको मेरो बाइबल, मेरा अध्ययन नोटहरू र लुगा ल्याउन सक्छु? उनले भने, हुन्छ, जे ल्याउनु छ ल्याऊ। त्यसैले मैले मेरो बाइबल, अध्ययन नोटहरू र मेरो ब्यागमा भएका केही लुगा ल्याएँ र उनलाई पछ्याएँ। उनी मेरो अघि अघि हिँडे र मैले भने, राम्रो। म प्लेनदेखि टाढिँदै गर्दा प्रभुले मेरो मनमा एउटा विचार हालिदिनु भयो। यिनीहरूले मलाई प्लेनदेखि कति टाढा लाँदैछन् होला। यसकारण मैले गन्न थालेँ। हामी करिब 1000 मिटर हिँड्यौँ र एउटा ठाउँमा आयौँ जहाँ अग्ला रुखहरू त थिए तर मुनिका झ्याङहरू हटाइएका थिए। मलाई त्यहाँ ल्याउने व्यक्तिले भने, त्यो तिम्रो खाट हो। त्यहाँ मेरो खाटको मात्र खुट्टा थिएन। त्यो ओछ्यान 4वटा ड्रममाथि थियो। मैले आफ्नो झोला राखेँ र त्यसमाथि बसेँ र मैले सोच्न थालेँ, उनीहरूले मेरो खोज तलास गरेका छैनन्, यसकारण मेरो चाबीलाई केही गर्नुपर्छ। त्यसैले मैले ती 2 जनालाई हेरिरहेँ। मलाई त्यहाँ ल्याउने व्यक्ति उनको खाटतिर गए, बसे र एउटा टेप रेकर्डर लिएर गीत बजाउन थाले। अर्को गार्ड खाना पकाइरहेका थिए। त्यसैले मैले ती मानिसहरूलाई हेर्दै गर्दा मैले चाबी निकालेँ, प्लेनको चाबी झिकेँ र अरू चाबीहरू वापस राखेँ। अनि मैले प्लेनको चाबी जुत्ताभित्र हालेँ र त्यो चाबी त्यहाँ राम्ररी बस्यो। करिब त्यो बेलामा अरू 4 जना गोरिल्लाहरू त्यहाँ आए र किचनतिर गएर कफी पिउन थाले र भान्सेले चाहिँ प्लेटमा खाना हाल्दै थिए र उनले मलाई थालमा उमालेको भात र एउटा ठुलो अडेपा ल्याइदिए। तपाईँहरूलाई अडेपा भनेको थाहा छ कि छैन, तर त्यो चाहिँ ठुलो प्यानकेक जस्तो आधा इंच मोटो हुन्छ र तपाईँले कहिल्यै कागज खानु भएको छ भने त्यसको स्वाद पनि त्यस्तै हुन्छ। खासमा म जे खाएर पनि रमाउन सक्छु, तर त्यो रात मैले एक गाँस पनि लिन सकिरहेको थिइनँ र मलाई वाकी लागिरहेको थियो र मैले केही पनि खान सकिरहेको थिइनँ। मैले सोचेँ म त्यो खाना खेर मात्र फाल्छु, त्यसैले बरु म यो जस्तो छ त्यस्तै फर्काइदिन्छु। मैले त्यो खाना फर्काएर भने, म केही खान सक्दिनँ। उनले भने, भोक लागेपछि अवश्य खानेछौ
रात पर्यो र रखवाली पनि कडा भयो। रातभरि पालो गर्दै उनीहरूले 2-3 मिनटको अन्तरालमा मतिर बत्ती बालिरहेका थिए। अन्तमा म यति थाकेँ कि म सुतिदिएँ। बिहानको 4:30 बजेतिर कमान्डर आए र मेरो छेउबाट एउटा ठाउँतिर गए जहाँ केही रेडियोहरू थिए र उनले कसैसँग कुरा गरे र भने, हामीलाई चाहिएकै प्लेन छ र पाइलट पनि। मैले उनीहरूको सबै कुरा सुने र त्यो उनीहरूको विजयको आवाज थियो। अर्कोपट्टिको व्यक्तिले भन्यो, तिमीले त्यहाँ धेरै नै पहरा देऊ है र ऊ भाग्न नपाओस्। उसले भन्यो, चिन्ता नगर्नुहोस्, ऊ भाग्ने छैन। त्यो व्यक्ति जति बढी बोल्यो मलाई त्यति नै नराम्रो लाग्न थाल्यो। मैले सोच्न थालेँ, प्रभु त्यो प्लेन तपाईँको प्लेन हो र उनीहरू त्यसलाई आफ्नो भन्छन्। र मैले भने, प्रभु मसँग चाबी छ, मलाई त्यो प्लेन दिनुभयो भने म त्यो तपाईँको निम्ति यिनीहरूको हातबाट छुटाउनेछु। प्रभुले यसो भन्नुभयो जस्तो लाग्यो, पावल त्यो प्लेन एउटा धातुको टुक्रा मात्रै हो, मैले चाहेँ भने अर्को ल्याउन सक्छु। अनि मैले सोचेँ, ठिक छ प्रभु, मैले सेवा मात्रै गर्न खोजेको। त्यो मान्छेले जति बढी बोल्यो मलाई त्यति नै नराम्रो लाग्यो। अन्तिममा त्यो मान्छे डुङ्गामा चढेर गयो। तर 2 घन्टापछि ऊ अर्को कमान्डरसँग फर्कियो जसले साधारण लुगा लगाएको थियो र बेल्टमा पिस्तोल बोकेको थियो। उनी मेरो नजिकै आए र उनीसँग एउटी स्त्री पनि थिइन् जससँग क्यामेरा र कपी थियो। उनीहरू बसे र मलाई प्रश्नहरू सोध्न थाले। के तिमीसँग पासपोर्ट छ, तर म त्यो बोक्दिनँ, त्यो घरमा छ। अरू परिचय पत्रहरू छन् त? मलाई ती सबै नै देऊ। तिमी मेकानिक पनि हौ? हामीलाई यो कुरा थाहा छ कि मिसनरीहरू सिआइएको लागि काम गर्छन्। सबै मिसनरीहरू सिआइएको लागि काम गर्छन्। तपाईँ त्यो विश्वास गर्नुहुन्छ होला, तर त्यो झुट हो। म धेरै मिसनरीहरू चिन्छु, तर एउटै पनि सिआइएको लागि काम गर्ने मिसनरी म जान्दिनँ। मेरो लागि त परमेश्वरको सेवा गर्छु भन्नु र गोप्यमा सरकारको लागि काम गर्नु इमान्दारी होइन। सबै मिसनरी त नहोला। के तिमीसँग प्रश्न छ? प्लेनलाई के गरिनेछ? त्यो हाम्रो हुनेछ र तिमी यहाँ लामो समय रहनेछौ। उनीहरू गए र मैले सोचेँ, म त नराम्रो सपनामा छु र बिउजन सकिरहेको छैन। मैले आफैलाई चिमटेँ, म त साँच्चै यहीँ छु। म कसरी यहाँ आइपुगेँ? त्यो आँधी, त्यसैले गर्दा म यहाँ आइपुगेको हुँ। यदि आँधी नआएको भए म गाउँलाई फन्को मार्ने थिएँ र टिमले सब ठिक छ भन्दै झन्डा फरफराउने थिएनन्। म प्लेन उतार्ने थिएन र यहाँ हुने थिएन। अनि प्रभुले यसो भन्नुभयो चाहिँ लाग्यो, पावल मौसम कसले नियन्त्रण गर्छ? आज म प्रभु मसँग बोल्नु भएको जस्तो लाग्यो भनेर भन्छु। मैले आवाज सुनिनँ, तर यी विचारहरू थिए जुन उहाँले मेरो हृदयमा ल्याइरहनु भएको थियो। यसरी उहाँले मसँग कुरा गर्नुभयो र उहाँले भन्नुभयो, पावल मौसम कसले नियन्त्रण गर्छ? मैले भने, ओहो प्रभु, तपाईँले गर्नुहुन्छ। हो पावल, प्लेन उतार्ने ठाउँमै म झरी बर्साउन सक्थेँ र तिमीले जमिन देख्ने थिएनौ। मैले भने, हो प्रभु, तपाईँ त्यो गर्न सक्नुहुन्थ्यो अनि म यही भएको परमेश्वर चाहनुहुन्थ्यो भनेर मलाई थाहा भयो। अनि मैले सोचेँ, हुन्छ प्रभु, यदि तपाईँ मलाई यहाँ चाहनुहुन्छ भने त्यो मेरै भलाइको लागि हो, कारण तपाईँलाई म प्रेम गर्छु। अब मलाई थाहा छ म किन चिन्तित छु। मैले तपाईँलाई भरोसै गरिरहेको छैन प्रभु, मलाई क्षमा गर्नुहोस्। मैले त्यही घडी शिर निहुराएँ र प्रभु सामु स्वीकार गरेँ र भने, प्रभु मैले भरोसा गरिरहेको छैन, म मात्र तपाईँलाई भरोसा गर्न चाहन्छु, मलाई चाहिने बल दिनुहोस्। जब मैले प्रभुलाई यहाँ ल्याउनु भएकोमा धन्यवाद दिएँ र उहाँमाथि भरोसा गरेको थिएन भनेर स्वीकार गरेँ, तब त्यो चिन्ता हरायो र उनीहरूले दिएको कुनै पनि कुरा खाएर म आनन्दित हुन सक्ने भएँ। अनि मैले सोचेँ, प्रभु यदि तपाईँ मलाई यहाँ चाहनुहुन्छ भने मैले के गरेको चाहनुहुन्छ? म कहाँ विचार आयो, यी गोरिल्लाहरूसँग प्रभुको बारेमा कुरा गर। ठिक छ, मैले सोचेँ यदि म यहाँ लामो समयसम्म हुन्छु भने म उत्पत्तिदेखि आधारभूत कुराहरू सिकाउँछु ताकि उनीहरूले सुसमाचारसम्म आइपुग्दा ख्रिस्टले क्रुसमा के पुरा गरिदिनु भयो भनेर बुझ। मैले उत्पत्ति 1:1 सुरु गरेँ। सुरुमा परमेश्वर, त्यही कुरामा नै म समस्यामा परेँ। परमेश्वर छैन? के तिमीले परमेश्वरलाई देखेको छ? मैले कहिल्यै देखेको छैन। देख्यौ? यदि परमेश्वर थिए भने तिमीले देख्ने थियो।
बाइबलले भन्छ मानिसले परमेश्वरलाई देख्यो भने बाँच्ने छैन। परमेश्वर आत्मा हुनुहुन्छ। तपाईँले हावा नै छैन भनेर भन्न खोज्नु भएको हो? तिमीले के भन्न खोजेको? हावा त्यो कहाँबाट आउँछ? कसलाई के थाहा? हावा आउँछ र जान्छ। हावा आउँदा जति नै त्यसलाई हेर्न खोजे पनि देखिँदैन। तर हावाले के गर्न सक्छ भनेर भन्न सकिन्छ। ठिक हो, परमेश्वरले के गर्नुहुन्छ त्यो पनि देख्न सकिन्छ। मैले भने यी सबै बोटहरू, रुखहरू, खोला नाला, जुन, ताराहरू, घाम, तपाईँ र ममा भएको जीवनलाई हेर्नुहोस्, त्यो परमेश्वरबाट हो। अर्को गोरिल्लाले भने तिमीसँग प्राण नै छैन। यदि मैले तिमीलाई मारे भने त्यो त काठको टुक्रा काट्नु जस्तै हुन्छ। तिमी वस्तु मात्र हो। मैले भने तिमी त्यो विश्वास गर्छौ होला, तर म गर्दिनँ। न त परमेश्वरको वचनले नै त्यो भन्छ। अनि अर्कोले भने हामी सबै के गर्ने भनेर आफै रोज्छौ। तिमी मिसनरी हुन रोज्यौ, अर्को मेकानिक हुन रोज्छ, अर्को सिकर्मी, अर्को प्लम्बर, र मैले चाहिँ गोरिल्ला हुन रोजेँ। मैले भने तपाईँले ठिक भन्नुभयो। हामी सबैले के गर्ने भनेर हामी आफै रोज्छौँ। तर यो सम्झिराख्नुहोस्, तपाईँको रोजाइ परमेश्वरको वचनको आधारमा ठिक छ भने तपाईँले त्यसका आशिषहरूको आनन्द लिनुहुनेछ, नत्र भने त्यसको खराब परिणाम भोग्नुहुनेछ। उनीहरू राजनीतिको कुरा गर्न चाहन्थे र मलाई त्यसको विषयमा केही थाहै थिएन। म त्यहाँ आफ्नो पितालाई चिनाउनलाई थिएँ, तर उनीहरू सुन्न चाहँदैन थिए। त्यसैले मैले सोच्न थालेँ, प्रभु अरू के गरेको चाहनुहुन्छ? जब मेरो काम सिद्धिन्छ उनीहरूले मलाई मार्नेछन्। र प्रभुले मनमा पद ल्याइदिनु भयो। शरीरबाट अलग हुनु, प्रभुसँग उपस्थित हुनु हो। त्यसपछि मलाई विचार आयो, म कम्युनिजमको लागि मर्न चाहन्न। मलाई तीन पटक मानिसहरूले तीर ताकेका छन्। एक पटक त विषालु तीरले ढाडमा पनि लागेको छ, तर त्यो त फरक थियो। त्यस ठाउँहरूमा आफ्नै इच्छाले थिएँ, तर यहाँ त म आफ्नो इच्छाले छैन। प्रभु म कम्युनिजमको लागि मर्न चाहन्न। र उहाँले मलाई याद दिलाउनु भयो, म तिमीलाई यहाँ चाहन्छु। हुन्छ, म यहाँ मरे भने तपाईँको लागि मरेको हुन्छ। उहाँले भन्नुभयो, हो पावल, कुरा सुल्झ्यो। अब मैले यी सम्पूर्ण अवस्थाको गम्भीरता देख्न थालेँ र मेरो मनले सोच्न थाल्यो, अब म कहिल्यै आइसक्रिम खाने छैन। अनि मलाई आइसक्रिम मनपर्छ। त्यसपछि मेरो पसलमा भएका नयाँ औजारहरूको विषयमा सोचेँ। ती औजारहरू फेरि चलाउन पाउने छैन मैले। त्यसपछि मैले मेरी छोरी लिसा, मेरा 2 छोराहरू ल्यारी र लुक, मेरी पत्नी प्याट, मेरी आमा, मेरा बहिनीहरू, मेरो मण्डलीको विषयमा सोच्न थालेँ। जति बढी मैले यसको विषयमा सोचेँ, मलाई लाग्यो कि म एउटा सानो टापुमा वरिपरि बन्दुकहरूले घेरिएको छु। म दुखित भएर बसिरहेको बेलामा प्रभुले उहाँको अनुग्रहमा एउटा पद दिनुभयो र भन्नुभयो, पावल, गहुँको दाना जमिनमा खसेर मरेन भने त्यो एक्लै रहन्छ। र मैले भने, प्रभु तपाईँले के बताउन खोज्दै हुनुहुन्छ? मलाई थाहा छ म यहाँ एक्लै छु, तर मलाई थाहा छ कि तपाईँ मेरो साथ हुनुहुन्छ। र उहाँले भन्नुभयो, जबसम्म तिमीलाई प्यारो लाग्ने यस जीवनका कुराहरूमा तिमी अल्झिरहन्छौ, म कहिल्यै तिम्रो जीवनमा महिमित हुन सक्दिनँ। अनि मैले सोचेँ, ओहो, त्यो त एक्लो हुनु नै हो। मैले भने, प्रभु तपाईँको चाहना नै मेरो चाहना। यदि म यहाँ मरेर तपाईँ महिमित हुनुहुन्छ भने ठिक छ। यदि मलाई यहाँबाट निकाल्न चाहनुहुन्छ भने पनि ठिक छ। प्रभु तपाईँको चाहना नै मेरो चाहना। जब मैले आफूलाई परमेश्वर कहाँ सुम्पेँ, मैले जाने कि यो उहाँको अनुग्रह थियो। मसँग भएको थोरै कुरा उहाँलाई दिने यो मेरो मौका थियो। म त उहाँको थिएँ। मेरो जीवनधरि अब आफ्नो होइन, उहाँले मलाई मौका दिइराख्नु भएको थियो। मैले सोच्न थालेँ, अरू के गर्नुपर्छ प्रभु? म आफ्नो खाटमा गएर बसेँ र बाइबल पढ्न थालेँ। मैले पत्रुसको पत्र पढेँ। म तेस्रो पदमा पुगेँ जहाँ लेखिएको छ, हाम्रा प्रभु येशू ख्रिस्टका परमेश्वर र पिता धन्य हुन्। हाम्रा भन्ने शब्द फुत्त मेरो अगाडि आयो। हाम्रा? मैले भने, प्रभु म यहाँ एक्लै छु र म हुँ जसलाई बल, सल्लाह र हौसला चाहिएको छ। म यसलाई व्यक्तिगत बनाउने छु। अनि त्यो यस्तो सुनिन्छ, मेरा प्रभु येशू ख्रिस्टका परमेश्वर र पिता धन्य हुन्, जसले आफ्नो ठुलो दया अनुसार येशू ख्रिस्टको मरेकाहरूबाटको बौरी उठाइद्वारा एउटा जिउँदो आशाका निम्ति मलाई नयाँ गरी जन्माउनु भएको छ। एउटा अविनाशी, निष्कलङ्क र ओइलिएर नजाने पैतृक सम्पत्तिका निम्ति, जो मेरो लागि स्वर्गमा सुरक्षित राखिएको छ। अनि तयार भएको मुक्तिका निम्ति परमेश्वरको शक्तिले विश्वासद्वारा सुरक्षित छु। अहिले केही समयका
निम्ति खाँचो परिगयो भने नाना प्रकारका परीक्षाद्वारा म दुखित हुन्छु, तापनि यस मुक्तिमा म खुबै आनन्द मनाउँछु र मेरो विश्वासको यो जाँच चाहिँ जो आगोद्वारा जाँचिएको नाशवान सुनभन्दा पनि धेरै बढी मूल्यवान छ, येशू ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा, आदर र महिमाको कारण ठहरियोस्। उहाँलाई नदेखिकन म प्रेम गर्दछु। मैले गोरिल्लाहरूलाई मैले परमेश्वरलाई देखेको छैन भनेको थिएँ, अनि बाइबलले पनि त्यही भनिरहेको छ। अहिले उहाँलाई नदेखे तापनि विश्वास गरेर म उहाँमा बयान गरेर नसकिने र महिमाले भरपुर भएको आनन्दले खुबै आनन्द मनाउँछु र मेरो विश्वासको परिणाम अर्थात् मेरो प्राणको मुक्ति प्राप्त गर्छु। धन्यवाद प्रभु, धन्यवाद। म उत्साहित भएँ। परमेश्वर को हुनुहुन्छ र ख्रीष्टले क्रुसमा मेरा पापहरूको निम्ति मर्नु भएर के पुरा गरिदिनु भयो भनेर म उहाँको सन्तान हुन पाएकोमा म उत्साहित थिएँ। अनि पहिलोचोटि मलाई एउटा विचार आयो, पावल तिमी यहाँबाट निस्कनु पर्छ। म झस्केँ, म यहाँबाट निस्कने? हो, यही रातमा यिनीहरूले चाल पाउनेछन्। त्यसो भए पुतला बनाउन मसँग केही पनि छैन। र त्यसपछि यताउता हेर्दाखेरि मैले फोहोरको थुप्रोमा एउटा मुढा देखेँ। त्यो करिब यति लामो र यति मोटो थियो। मैले सोचेँ त्यसले काम गर्छ। उनीहरूले मलाई यताउति हिँड्न दिन्थे। यताउति हिँड्दाखेरि मैले त्यो मुढालाई अलिअलि धकेल्दै मेरो ओछ्यान मुनि ल्याएँ। मैले सोचेँ आज राति म भाग्नेछु। रात भयो। ती मानिसहरूले टर्च लाइट बाल्दै हेर्न थाले। उनीहरूले छिनछिनमै टर्च मतिर बाल्थे। उनीहरूले मलाई भाग्ने मौका दिएनन्। रातको कुनै समयमा मैले खोलामा डुङ्गा आइरहेको सुने। त्यो झन नजिक आयो। त्यो क्याम्पको नजिकैको किनारमा आयो। मतिर टर्च लाइट बालिरहेको गार्ड नदीको किनारतिर कुद्दै गए। मैले सोचेँ मौका यही हो। यसकारण मैले मुनिबाट मुढा लिएँ र त्यसलाई झोलबाट भित्र ल्याएँ र ब्ल्याङ्केट मुनि राखेँ र मेरा लुगाहरू भएको झोला लिएँ र खाटमा थाक बनाएर राख्नलाई लुगाहरू निकालेँ र मैले जुत्ताहरू लगाएँ र मैले यसो गरिरहँदा बत्ती बल्यो। म चलेको त्यो गार्डले देखे होलान् किनकि ऊ कुद्दै म सुतेकोतिर आए। ऊ अघि भर्खरै त्यहाँ थिए र अब उनले मलाई फेरि देखे, आधा मात्र ब्ल्याङ्केट ओढेको, जुत्ता लगाएको, म अचम्म तरिकाले सुतिरहेको। म नचहली बसेँ। मैले सोचेँ ओहो, उनले मलाई भाग्न लागेको भेट्टाए। ऊ यता गए, अर्कोलाई बिउजाए र उनीहरू दुईजना आएर मतिर बत्ती बाले। मेरो हृदयलाई डरले पक्रियो। मैले सोचेँ ओहो, उनीहरूले मलाई अझ नजिकबाट हेर्नेछन्। एउटा गार्ड सुत्न गए र अर्को गार्डले घरिघरि एक्कासी मतिर बत्ती बाले र हल्ला गर्दै अर्कोतिर गए। म डराइरहेछु र प्रभुले भन्नुभयो, पावल मैले तिमीलाई डरको आत्मा होइन तर सामर्थ्यको, प्रेमको र आत्मसंयमको आत्मा दिन्छु। मैले भने हो प्रभु, मलाई थाहा छ यो डर तपाईँबाटको होइन। प्रभुले भन्नुभयो, मलाई थाहा छ तिमी डराएका छौ पावल, तिमीले भरोसा गरिरहेका छैनौ। प्रभु क्षमा गरिदिनुहोस्। र तत्कालै मेरो डर हट्यो। खाना खाना उठ, 4:30 भयो। ओहो, म यहाँ रातभरि भाग्नको लागि ननिदाई बसेँ। अब फेरि यस ठाउँमा अर्को दिन बिताउनु पर्ने भयो। म निरुत्साहित भएँ। खासमा म यति निरुत्साहित भएँ कि मैले सोचेँ म हिजो यस्तो थिइनँ। तिमीले हिजो कसरी हौसला पायो पावल? परमेश्वरको वचनद्वारा। यसैले मैले बाइबल लिएँ र पढ्न थालेँ। यो पटक मैले पुरानो करारबाट पढेँ जहाँ एलिसा आफ्ना दाससँग थिए र सिरियन सेना उनीहरूलाई कब्जा गर्न आए र उनका दासले त्यो सेना आइरहेको देख्यो र भन्यो, हेर्नुहोस् उनीहरू आउँदैछन्। एलिसाले थाहा पाए कि उनको दास भयभीत छन् र उनले भने, नडराऊ, उनीहरूसँग जति छन् त्योभन्दा बेसी हामीसँग छन्। र उनले उनका दासले देख्न सकोस् भनेर उनको आँखा खोलिदिन परमेश्वरलाई प्रार्थना गरे र उसले उनीहरूको वरिपरि रहेका आगाका रथहरू देख्यो। मैले त्यहाँ ज्यादै सुरक्षित रहेको महसुस गरेँ। त्यसले मेरो हृदयलाई अत्यन्तै हौसला दियो। उहाँले मलाई पहिलो पत्रुस 4:19 पद याद दिलाउनु भयो, जसले भन्छ, जसले परमेश्वरको इच्छा मुताबिक दुःख भोग्छन्। मैले भने म यहाँ परमेश्वरको इच्छा अनुसार छु। यो पदले मलाई के भन्न चाहन्छ? त्यसले भन्छ उनीहरूले असल काम गर्दै आफ्ना प्राण
प्राणहरूलाई सुम्पिदिउन्। यसको मतलब के हो? परमेश्वरलाई नै पालन गर्नुपर्छ। त्यसको माने यही हो। र त्यसले भन्छ उनीहरूले असल काम गर्दै आफ्ना प्राणहरूलाई विश्वास योग्य सृष्टिकर्ताको हातमा सुम्पिदिउन्। यहाँ उनले बताउँछन् कि कसलाई तपाईँले आफ्नो प्राण सुम्पिरहनु भएको छ। यो पदले मलाई याद दिलायो म यहाँ सुरक्षित छु। परमेश्वरले नदिनु भएसम्म यिनीहरूले मलाई छुनै सक्दैनन् र यदि उहाँले उनीहरूलाई मलाई केही गर्न दिनुहुन्छ भने त्यो मेरै भलाइ हो, किनकि म उहाँलाई प्रेम गर्छु र मेरो शरीर र जीवनमा उहाँले आफ्नो उद्देश्य पूरा गर्दै हुनुहुन्छ। यसको विषयमा मैले सोच्न थाल्दा मैले हिब्रूको पुस्तकमा यस्तो पढे जहाँ लेखिएको छ येशू हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ। मैले सोचे येशू मैले भरोसा राखेको तपाईँ नै हुनुहुन्छ। तपाईँ नै हुनुहुन्छ जो मेरो सट्टामा क्रुसमा मर्नुभयो र मेरो पापको निम्ति दाम तिरिदिनु भयो। मैले भने धन्यवाद प्रभु, तपाईँ बदलिनु भएको छैन। तपाईँ त्यही परमेश्वर हुनुहुन्छ जसले इजरायलीहरूको लागि यी सबै गर्नुभयो। तपाईँ त्यही परमेश्वर हुनुहुन्छ जसले यहाँ मेरो लागि सबै कुरा गर्नुहुनेछ। म फेरि परमेश्वर को हुनुहुन्छ भन्ने कुरामा ज्यादै उत्साहित भएँ। त्यसपछि मैले याद गरेँ कि एलिसाले शत्रुका आँखा बन्द गरिदिनु हुन भनेर परमेश्वरलाई प्रार्थना गरे। मैले सोचे हो प्रभु, यदि तपाईँले यी मानिसहरूका आँखा बन्द गरिदिनु भयो भने म भाग्न सक्छु। फेरि उत्साहित हुँदै मैले भने आज रात म यहाँबाट भाग्नेछु। रात पर्यो, गार्डहरूले सुरक्षा दिन बत्तीहरू बाले। त्यसले केही फरक पारेन। मेरो प्लेनमा कति इन्धन छ भनेर म हिसाब गर्दै थिएँ। बढीमा 1 घण्टा 20 मिनटको लागि। मैले सोचे 1 घण्टा 20 मिनटमा म घर त पुग्दिनँ, तर यति समयमा म यहाँबाट धेरै टाढा पुगिसक्नेछु। यसैले मैले सोचे प्रभु, गत रात म सुतिनँ, म थकित छु र मलाई आराम चाहिन्छ। मेरो घडीको ब्याट्री सकियो र कति बजे मलाई थाहा छैन। प्रभु, अब म सुत्छु। म तपाईँमाथि मात्र भरोसा राख्छु। जाने समय हुँदा मलाई उठाउनुहोस्। यसकारण म सुतेँ। त्यो रात मलाई त्यहाँ भएको दिनदेखिको सबैभन्दा मिठो निन्द्रा लाग्यो। खासमा म यति मिठोसँग सुतेँ कि मैले म कहाँ छु भन्ने नै बिर्सिएँ। जबसम्म मेरो अनुहारमा बत्ती परेन र मैले आफ्नो आँखा खोलेँ र गार्डले मतिर बत्ती बालिरहेको देखेँ र मैले त्यो गार्डलाई सम्झेँ र मैले सोचेँ म त आज यस ठाउँलाई छोड्दैछु। उनले आफ्नो बत्ती निभाउने बित्तिकै म उठेँ र त्यसबेला पुरै अन्धकार थियो। पातहरूबाट झरिरहेका पानीका थोपाको आवाज मात्र म सुन्न सक्थेँ। मैले आफ्नो आँखा बन्द गरेँ र प्रार्थना गर्दै भने हे प्रभु, म बिन्ती गर्छु आज यी जागो रहेका गाडहरूको आँखा बन्द गरिदिनुहोस् र जतिजना सुतेका छन् उनीहरूलाई मस्त निन्द्रामा पार्नुहोस्, जसरी तपाईँले साउललाई पार्नु भएको थियो जब उनी दाउदको पछि थिए। र पिता, उनीहरूको कान बन्द गरिदिनुहोस् येशूको नाउँमा, आमेन। मैले आँखा खोलेँ, अझै अन्धकार थियो। मैले सोचेँ मैले भर्खरै उनीहरू मस्त निद्रामा पार्नुहोस् भनेर प्रभुलाई भनेको छु। यसकारण कसैले नघुरेसम्म म पर्खनेछु र जब म कसैले घुरेको सुन्नेछु तब म जानेछु कि प्रभुले मेरो प्रार्थनाको जवाब दिनुभयो र म उठेर जानेछु। मैले सुनिरहेँ तर कसैले घुरेन र मैले पर्खिरहेको बेला मेरो अनुहारमा बत्ती बल्यो। बत्ती बल्दा मैले सोचेँ ओहो, यदि म भाग्न खोजेको थिएँ भने म पक्राउमा पर्थेँ। म ज्यादै डराएँ। मैले भने हे प्रभु। प्रभुले फेरि त्यो पद मेरो मनमा ल्याइदिनु भयो। पाउल, मैले तिमीलाई डरको आत्मा होइन तर प्रेमको, सामर्थ्यको र आत्मसंयमको आत्मा दिएको छु। मैले भने धन्यवाद प्रभु, मलाई माफ गर्नुहोस्। पिता, तपाईँलाई भरोसा गर्ने बल मलाई दिनुहोस्। अनि त्यो डर हरायो। त्यो गार्ड गए। त्यसपछि परमेश्वरले मेरो मनमा बाइबलको अर्को खण्ड ल्याइदिनु भयो। थाहा छ, जब इजरायल जाति प्रतिज्ञाको भूमिमा पस्न तयार थिए र उनीहरूले एर्दन नदी तर्नु थियो र पुजारीहरूले बाचाको सन्दुक बोकेर एर्दनमा पाइला टेक्नु पर्छ र उनीहरूले टेक्न साथ एर्दन नदी 2 भाग हुनेछ र उनीहरू सुक्खा जमिन भएर नदी पार गर्नेछन् भनेर परमेश्वरले निर्देशन दिनुभएको थियो। मलाई परमेश्वरले यस्तो भन्नुभयो जस्तो लाग्यो, पाउल, जुन बेला तिमी आफ्नो खुट्टा खादबाट निकाल्छौ र जमिनमा टेक्छौ तब म मेरो भाग गर्नेछु। मैले त्यसको विषयमा सोचेँ र भने हुन्छ प्रभु। मैले आफ्नो खुट्टा झुलबाट निकालेँ र जमिनमा टेकेँ र मसँग भएका कुराहरू मिलाउन थालेँ। मैले आफ्ना कापीहरूलाई मेरो खुट्टा जस्तो देखिने तरिकाले सिधा राखेँ र मेरो ब्ल्याङ्केट फैलाएर राखेँ। यदि तपाईँहरू अहिले आँखा बन्द गर्नुहुन्छ भने मैले त्यो बेला देखेको भन्दा बढी जति देख्नुहुन्छ। म झुलबाट बाहिर निस्केँ र झुल मिलाएँ अनि म हिँड्न थालेँ। मैले कदम चाल्न थालेपछि मेरो हरेक कदममा मेरो हृदयले धन्यवाद प्रभु भनिरहेको थियो। कुनै समय त मैले धन्यवाद भनेको नै सुनिन्छ कि भन्ने लाग्यो। धन्यवाद प्रभु, धन्यवाद प्रभु।
त्यसपछि म ल्यान्ड गर्ने ठाउँतिर जाने गोरेटोको नजिक आइपुगेँ। म हिँड्दा हिँड्दा मैले एउटा लट्ठी किल्चेँ र कडाक्क आवाज आयो। मैले सोचेँ लौ भएन। धन्यवाद प्रभु, धन्यवाद प्रभु, धन्यवाद प्रभु, धन्यवाद प्रभु। म गोरेटोमा आइपुगेँ। म केही देख्न सक्दिनँ थिएँ तर महसुस गर्न सक्थेँ। यसैले म छामछाम छुमछुम गर्दै गोरेटोमा हिँडेँ र हरेक कदममा भने धन्यवाद प्रभु। म जति पर गएँ त्यति नै छिटो छिटो जान थालेँ र चाँडै नै म गोरेटोबाट भड्किएर लहरा र झारहरूले घेरिएँ। यसकारण फेरि छमछम छुमछुम गर्दै म फर्केँ र गोरेटो भेट्टाएँ। त्यहाँ छ गोरेटो, त्यहाँ छ गोरेटो। र प्रभुले भन्नुभयो, पावल मलाई भरोसा गर। मेरो स्वभाव परमेश्वरलाई भरोसा नगर्ने खालको छ र प्रभुले यसो भन्नुभयो चाहिँ लाग्यो, पावल तिमीले हतार गरे पनि वा बिस्तारै हिँडे पनि म तिम्रो प्रार्थनाको उत्तर दिन सक्छु। बिस्तारै जाऊ। म जति टाढा पुगेँ तिनै बढी मैले भने धन्यवाद प्रभु। अनि जब म 600 मिटर अघि गएँ जहाँ मेरो प्लेन हुनुपर्छ भनेर मैले सोचेको थिएँ, मैले हेरेँ केही देखिनँ। पुरै अन्धकार थियो। प्लेन जस्तो कुनै कुरा देखिन्छ कि भनेर मैले यताउता हेरेँ तर मैले घरको टुप्पा जस्तो देखिने कुरा देखेँ। घर? ओहो, मैले गलत गोरेटो लिएँ कि? त्यस घरमा कोही सुतिरहेको छ कि? यसकारण म जाँचबुझ गर्न गएँ र आफ्नो हात त्यसमा राखेँ र त्यो प्लेन थियो। त्यसलाई उनीहरूले पुरै प्लास्टिकले ढाकेका थिए र त्यसभरि रुखका हाँगाहरू राखेका थिए र मैले सोचेँ उनीहरूले यसलाई ढाकिदिएछन्। त्यसैले मैले सबै कुराहरू निकालेर छेउतिर राख्न थालेँ। त्यो प्लेन चाहिँ सेसेना 185 प्लेन हो र त्यो रित्तो हुँदा करिब 700 किलो हुन्छ। त्यसमा पेट्रोल होला कि भनेर मैले आश गरेको थिएँ। जब जङ्गलको भुइँमा त्यो प्लेनलाई घुमाउन ज्यादै गह्रो हुन्छ, प्लेनको पुच्छर उडान गर्ने ठाउँतिर फर्केको छ भने पखेटाहरू चाहिँ रुखतिर। प्रभु सहायता गर्नुहोस्। मैले त्यसलाई फनक्क घुमाउन थालेँ। सुरुमा मैले त्यसलाई पछाडि सारेँ ताकि त्यो घुमाउन ठाउँ होस्। त्यसपछि प्लेनलाई अघिपछि गर्दै घुमाउन थालेँ। त्यो लगभग ठिक ठाउँमा आउन लागेको थियो तर ठ्याक्कै त आइपुगेको थिएन। त्यही बेला त्यो अड्कियो। त्यसपछि त त्यसलाई न अघि न पछि ढकेल्न सकेँ। यसकारण मैले मुख्य गियर मुनि छामेँ। त्यो अड्केको थिएन। मैले सोचेँ कि कुनै पखेटा रुखमा अड्कियो होला। त्यसैले मैले पखेटाका टुप्पाहरू छामेँ। तिनीहरू अड्केका थिएनन्। त्यसपछि म पुच्छरको चक्कातिर गएँ र त्यहाँ समस्या थियो। त्यो चक्का एउटा रुखको मुढाको टुक्रामा अड्किएको थियो। म त्यो प्लेनको पुच्छर उठाउन सक्दिनँ भनेर मलाई थाहा थियो। तर मैले भने, प्रभु यो उठाउन मलाई बल दिनुहोस्। अनि परमेश्वरले मलाई सामर्थ्य दिनुभयो र मैले त्यो पुच्छर उठाएँ र मुढाको अर्कोपट्टि ल्याएँ। मैले भने, धन्यवाद प्रभु। अनि एउटा विचार आयो, उनीहरूले बाटो बन्द गरेका छन् कि? मैले सोचेँ गएर हेरौँ। मैले त्यो गरेर राम्रो गरेँ। प्रवेश बाटोको ठ्याक्कै बिचमा एउटा ड्रम थियो। मैले त्यसलाई बाटोबाट पर हटाइदिएँ। रनवेमा पनि ड्रमहरू राखेका छन् कि? तर त्यहाँ पुरै अन्धकार थियो र म रनवेमै हराउँछु कि भन्ने मलाई डर भयो। यसकारण म गइनँ। म प्लेनतिर फर्केँ र मैले इन्धनको विषयमा सोचेँ। उनीहरूले ट्याङ्कीबाट इन्धन निकाले कि? मैले सोचेँ प्लेनमा कति इन्धन छ हेर्नु पर्यो। मैले प्लेनको ढोका खोलेँ। चाबी नहराओस् भनेर प्लेन स्टार्ट गर्ने ठाउँमा राखेँ र पाइलट सिटबाट इन्धन नाप्ने लट्ठी लिएँ। म एउटा पङ्खामाथि चढेँ र बिर्को छामेर भेट्टाएँ। त्यो खोलेँ र इन्धन नाप्ने लट्ठी हालेँ। त्यसपछि मलाई महसुस भयो अन्धकार छ, म त देख्नै सक्दिनँ। त्यसैले मैले त्यो लट्ठी निकालेँ र त्यसलाई पुरै सुँघेँ। मैले सोचेँ इन्धन नै छैन। मैले बिर्को लगाइदिएँ र अर्को पङ्खामाथि चढेँ। मैले बिर्को भेट्टाएर त्यसलाई खोलेँ र नाप्ने लट्ठी हालेर निकालेँ र त्यसमा भने मैले इन्धनको गन्ध पाएँ। धन्यवाद प्रभु। मैले बिर्को लगाएँ र आएर पाइलट सिटमा बसेँ। मैले ढोका थुन्न लागेकै थिएँ तर त्यस बेला मैले पाइला चालेको आवाजहरू सुनेँ।
मेरो मुटु झन्डै रोकियो। मैले सोचेँ, ओहो उनीहरू आइपुगे, म के गरौँ? मैले सोचेँ उनीहरूले गर्न सक्ने भनेको मलाई मार्नु त हो। मैले ढोका थुनेँ, सबै कुराहरू मिलाएर इन्जिन सुरु गरेर प्लेन चालु गरेँ। मैले बाहिर हेरेँ र केही पनि देखिनँ। त्यसैले मेरो सिट मुनिबाट एउटा कपडा लिएँ र झ्याल खोलेर सिसाहरू पुस्न थालेँ। मैले सुनेका ती पाइलाका आवाजहरू मैले बिर्सेँ। मैले कसैलाई देखिनँ, कसैले बत्ती बालेन। यदि त्यहाँ कोही थियो भने पनि म जान सकौँ भनेर परमेश्वरले उसलाई चल्न नसक्ने बनाउनु भयो होला। म लगभग 90 मिटर पर पुगेपछि मेरो प्लेनको एउटा चक्का खाल्डोभित्र छिर्यो र पङ्खाले झन्डै रुखलाई छोयो। मैले भने, प्रभु म यो कुरा यस खाल्डोबाट निकाल्न सक्दिनँ। मैले त्यसलाई सक्दो इन्धन दिएँ र त्यो बाहिर निस्क्यो र धेरै आवाज निकाल्यो। म रनवेमा अघि बढ्दै गएँ र जब म रनवेको अन्तमा पुगेँ मैले प्लेनलाई घुमाएँ र मैले केही पनि देखिनँ। जमिन पुरै कुहिरोले ढाकेको थियो। मैले भने, प्रभु तपाईँले मलाई यहाँसम्म ल्याउनु भयो, तर अब प्लेन उडाउनलाई म केही पनि देख्दिनँ। प्रभुले मलाई यसो भन्नुभयो चाहिँ लाग्यो, पावल अघि बढ, अघि बढ। र मैले भने, तर प्रभु म देख्नै सक्दिनँ। यसैले मैले ढोका खोलेर छोडिदिएँ र अलिअलि देख्न थालेँ। त्यसैले म अघि बढ्न थालेँ र पर हेर्दा रुखका हाँगाहरू देखेँ। ओहो भएन। त्यसैले मैले प्लेनलाई दायाँ मोडेँ र रनवेको अन्त्यमा भएका घाँसहरूलाई देखेँ। आहा त्यहाँ छ रनवेको अन्त्य। त्यसैले म अघि बढ्न थालेँ। म फेरि हावामा पुगेँ र मलाई थाहा थियो कि मेरा दायाँ र बायाँ रुखहरू थिए। म माथि माथि उड्न थालेँ, 100, 200, 300 फिट र मलाई थाहा भयो कि मैले रुखहरूलाई उछिने। मैले भने, धन्यवाद प्रभु। म हावामा थिएँ र मैले प्लेनको बत्ती निभाएँ। घोर अँध्यारो थियो। कति बजे होला भनेर मैले सोचेँ, 1:58। ओहो मसँग त 1.5 घन्टाको लागि मात्र इन्धन छ। मैले त करिब 3:20 सम्ममा यो प्लेनलाई ल्यान्ड गर्नुपर्छ। प्रभुले मलाई फेरि सम्झना गराउनु भयो, पावल मैले तिमीलाई निकालेर ल्याएँ होइन र? हो प्रभु, तपाईँले मलाई निकाल्नु भयो। तपाईँले नै मलाई तपाईँको इच्छा भए जमिनमा पुर्याउनु हुनेछ। म यो उडानको आनन्द लिनेछु। यसकारण मैले सोचेँ, यहाँ जेले अँध्यारो बनाइरहेको छ, म त्योभन्दा माथि जान सक्छु कि सक्दिनँ हेरौँ। अनि 8500 फिट भन्दा माथि पुग्दा सुन्दर आकाशहरू देखा पर्यो। सबै सुन्दर ताराहरू मैले देखेँ र पर क्षितिजमा सुन्दर चन्द्रमा थियो। मेरो मनमा पहिलो पत्रुस 4:19 पद आयो। यसै कारण जसले परमेश्वरको इच्छा मुताबिक दुःख भोग्छन् उनीहरूले असल काम गर्दै आफ्ना प्राणहरूलाई विश्वासयोग्य सृष्टिकर्ताको हातमा सुम्पिदिउन्। अनि मैले सोचेँ, म परमेश्वरको हातमा छु जसले सबै कुराहरू मैले माथि देख्ने र मुनि देख्न नसक्ने सबै बनाउनु भयो। मेरो हृदयले त्यो रात ज्यादै सुरक्षित महसुस गरेँ। उहाँ परमेश्वर हुनुहुन्छ। मलाई थाहा थियो कि म त्यो दृश्यको धेरै आनन्द लिन सक्दिनँ, किनकि आधा घन्टासम्म म एउटा सहरमाथि हुनै पर्छ। अनि हावाले मलाई कता लगिरहेको थियो मलाई थाहा थिएन। त्यसैले म फेरि अन्धकारतिर फर्केँ र 4000 फिटमा आइपुग्दा मैले बादलहरू मुनि थोरै ज्योति देखेँ र मैले एउटा नदी देखेँ र सहरका केही बत्तीहरू। म ठिक बाटोमा छु। मैले 30 डिग्री मोडेँ र मसँग पर्याप्त इन्धन थियो भने म एक मैदानमा पुग्नु पर्ने थियो। म तल तल जान थालेँ। म जमिनभन्दा 2000 फिट माथि आइपुगेँ र एउटा बादलभित्र छिरेँ र मैले भने, ओहो ल्यान्ड गर्न सकिँदैन। त्यसैले म माथि गएँ र म त्यो बादलमाथि प्लेन चलाउँदै गर्दा मुनि जानलाई बाटो दिनुहोस् भनेर प्रार्थना गर्न थालेँ। मैले इन्धन कति छ भनेर हेरेँ, रित्तोतिर पुगेको छ। त्यसलाई हेरेर कामै छैन। म उडी नै रहेँ प्रभुलाई सहायता माग्दै। त्यसपछि म तल तल जान थालेँ। मैले भने, म तल जाँदैछु। म कहाँ जाँदैछु भनेर मैले हेरेँ र त्यहाँ मैदान थियो। म मैदानमाथि थिएँ अनि त्यस मैदानमा घाँसहरू थिए र कमिलाका गुणहरू पनि। म मैदानमाथि आइपुगेपछि मैले ल्यान्ड गर्ने ठाउँ खोजेँ अनि एक्कासी रुखहरू आए। रुख प्लेन माथि लगे, फेरि अर्कोतिर मुनि लगे। त्यहाँ झन बढी रुखहरू। रुख
फेरि माथि गएँ। यस्तो अवस्थामा मेरो हृदय विचलित हुन्थ्यो। तर त्यो रात परमेश्वर त्यो उडानको नियन्त्रणमा हुनुहुन्छ भन्ने कुरामा म ज्यादै निश्चित थिएँ। म त त्यो उडानको आनन्द लिँदै थिएँ। फेरि अर्कोतिर गएँ। यो पालि म ल्यान्ड गर्ने ठाउँ हेर्दै जमिनको ज्यादै नजिक थिएँ अनि फेरि धेरै रुखहरू आउँछन्। फेरि माथि लगेँ। यसपटक त 5-7 वटा रुखहरू नभएर पुरै जङ्गलै थियो। मैले सोचेँ म अब फनक्क फर्कनेछु र फेरि मैदान खोज्नेछु। म फर्कन आँट्दा ती रुखहरू सकिए र मैले बारहरू देखेँ। मैले भने, बार? चौर? यसकारण मैले छिट्टो प्लेनलाई तल झारेँ, जमिनमा ल्याएर बलियोसँग ब्रेक हाने र प्लेनलाई पूर्ण रूपले रोकेँ। मैले मोटरलाई रोकेँ। घोर अन्धकार थियो। मैले के भने तपाईँलाई थाहा छैन होला। धन्यवाद प्रभु। म ज्यादै धन्यवादी थिएँ। म ज्यादै उत्साहित थिएँ। मैले ल्यान्ड गर्दा केही ठोकिएको वा अरू आवाज सुनेको थिइनँ। तर मैले गएर प्लेनको जाँच गर्नुपर्छ भन्ने लाग्यो। म गएँ, प्लेनका पखेटाहरूका छेउहरू छामेँ र प्लेनको पुच्छर पनि अलिकति पनि कोरिएको थिएन। मैले भने, धन्यवाद प्रभु। बिहानको 6:30 बज्यो र कसैले पनि मलाई अपेक्षा गरेको थिएन। तर मैले जे भए पनि कल गरेँ र म गएको राति उम्केँ र मसँग इन्धन छैन र के तपाईँहरूले इन्धन ल्याइदिन सक्नुहुन्छ कि भनेर मैले भने। उनीहरूले 3 जना पाइलटहरूलाई ल्याए। एकजना चाहिँ मेरो प्लेन उडाउनलाई, एकजना डाक्टर र एउटा बिरामी बोक्ने खाट। म खुसी छु कि उहाँहरूले कुनै पनि प्रयोग गर्नु परेन। तर म उहाँहरूलाई देख्न पाउँदा खुसी थिएँ। हामीले प्लेनमा इन्धन हाल्यौँ र हामी गयौँ। हामीले प्लेन उडाएपछि उहाँहरूले प्लेनलाई बादलमाथि लानुभयो। तर म माथि पहिल्यै धेरै बेर रहेकाले म बादल मुनि नै रहेँ। जहीँतहीँ मैले हेरेँ, खाँदहरू र ढलेका रुखहरू थिए। प्रभु, तपाईँले मलाई ठ्याक्कै एक सुन्दर चौरमा ल्याउनु भयो, जुन त्यहाँ रहेको एक मात्रै सुरक्षित ठाउँ थियो। मेरो हृदय ज्यादै धन्यवादी थियो। मैले भने, प्रभु धन्यवाद, तपाईँ महान परमेश्वर हुनुहुन्छ। हामीले ल्यान्ड गऱ्यौँ र उहाँहरूले मलाई सैन्यगढमा लानुभयो। त्यहाँ 2 जर्नल, 4 कर्नेल र केही मेजरहरू हुनुहुन्थ्यो र उहाँहरूले मलाई प्रश्नहरू सोध्न थाल्नुभयो। 3 घण्टासम्म मैले परमेश्वरको वचन प्रयोग गर्दै सबै कुरा बताएँ र मैले रोकिसक्दा त्यहाँ चकमन्न थियो। मैले सिद्ध्याएँ भनेर जब त्यहाँ हुनुभएको 2 तारे जर्नलले थाहा पाउनुभयो, तब उहाँले टाउको हल्लाएर भन्नुभयो, वाह, यो त फिल्मको घटनाभन्दा राम्रो थियो। उहाँले मलाई देखाउँदै भन्नुभयो, पावल, यदि तिमी मेरा मानिस भएका भए तिमीलाई सर्वोत्तम उपाधिहरूमध्ये एक दिने थिए। तर तिमी मेरा मानिस होइनौ, परमेश्वरका मानिस हौ। हामी बाहिर निस्केपछि 1 तारे जर्नल हाम्रो फिल्ड चेयरम्यान कहाँ गएर भन्नुभयो, मार्कस, के तिमीलाई तिम्रो पाइलटको चलाकी थाहा छ? चाबी जुत्तामा राखेको र अरू यस्तै कुराहरू पनि। त्यसले उनलाई बचाएको होइन, परमेश्वरमाथिको उनको विश्वासले उनलाई बचायो। उनले के गरे थाहा छ? उनले बाइबल लिए र आफ्नो जीवनमा लागू गरे र त्यसले काम गर्यो। परमेश्वरको वचनले अवश्य काम गर्छ नै। परमेश्वर हुनुहुन्छ।
तपाईँलाई थाहा छ, हामीसँग महान परमेश्वर हुनुहुन्छ। उहाँसँग हुनुभएकोमा के तपाईँ खुसी हुनुहुन्न? हामी ठिक स्थानमा छौँ। साँच्चै हाम्रो शत्रु छ, तर परमेश्वरको सामु ऊ केही पनि होइन। बाइबलका परमेश्वर नै हुनुहुन्छ जसले हामीलाई सुरक्षा साथ ल्याउनु भयो। तर यदि परिणाम भिन्नै भएको भए, यदि हामी मारिएका भए तापनि उहाँ अझै परमेश्वर नै हुनुहुने थियो। उहाँ त्यति नै प्रेम गर्ने, त्यति नै वास्ता गर्ने, त्यति नै शक्तिशाली र भरोसायोग्य हुनुहुने थियो जति हामीलाई छुटाउँदा हुनुभयो। उहाँले यो मार्ग चुन्नुभयो आफ्नो नामलाई महिमा दिनलाई। फिलिप्पीमा प्रेरित पावलले बताउँछन् कि उनको उत्कट चाहना चाहिँ उनको शरीरमा परमेश्वर महिमित हुनुभएको होस् भन्ने थियो, चाहे जीवनद्वारा वा मृत्युद्वारा। परमेश्वरले तपाईँलाई र मलाई जीवन दिनुभएको छ। हामीले त्यसकै वास्ता गर्नुपर्छ। बुझ्नुहोस्, हामी उहाँलाई मृत्युद्वारा कहिल्यै आदर गर्न सक्दैनौँ जबसम्म हामीले सर्वप्रथम जीवनद्वारा परमेश्वरलाई आदर गर्दैनौँ। आफ्नो सम्पूर्ण हृदयले उहाँको सेवा गर्नुभन्दा ठुलो के छ र? उहाँ परमेश्वर हुनुहुन्छ।